नमस्कार, सधैँ झैँ आज पनि उपस्थित भइसकेको छु म अफिसियल युट्युब च्यानलमा पोल्यान्ड सम्बन्धी विविध इन्फर्मेसनका साथसाथै नेपालीहरूको लागि अति आवश्यक पर्ने विविध नीति नियम र रुल्सहरूको साथसाथै आज पनि उपस्थित भइसकेको छु म अफिसियल युट्युब च्यानलमा। हामीले विगतदेखि नै पोल्यान्डमा रहेको हर नेपालीहरूलाई चाहिँ पोल्यान्ड सम्बन्धी विविध इन्फर्मेसन र विविध जानकारीमूलक भिडियोहरू तयार गर्दै आइरहेको छौँ र सोही सिलसिलामा आज पनि हामीले चाहिँ दुईवटा टपिकमा विस्तृत रूपमा चर्चा गर्नको लागि चाहिँ उपस्थित छु यति बेला म अफिसियल युट्युब च्यानलमा। र आजको टपिकहरू के रहेको छ भन्दाखेरि पहिलो नम्बरमा पोल्यान्डबाट अरू सेन्जेन देशमा गएर काम गर्नको लागि के नीति नियमहरू छ, प्रक्रियाहरू छ, हामी सोही विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ भने दोस्रो नम्बरमा चाहिँ सेन्जेन देशबाट चाहिँ पोल्यान्ड आएर काम गर्नको लागि चाहिँ के नीति नियमहरू छ, यो विषयमा अहिले अत्याधिक मात्रामा मसँग चाहिँ गुनासो, प्रतिक्रिया अथवा एसएमएस कल आएको कारणले गर्दाखेरि मैले चाहिँ आज छोटो भिडियो तयार गर्नको लागि यति बेला चाहिँ म उपस्थित छु। त्यही भएको कारणले गर्दाखेरि अब चाहिँ हामी सरदर रूपमा भिडियोको लागि विस्तृत रूपमा चर्चा गर्नतिर लागौँ। पहिलो नम्बरमा पोल्यान्ड भन्ने बित्तिकै एक युरोपियनको चाहिँ इयुभित्र पर्ने देश हो र इयुको नि सेन्जेन देशभित्र पर्ने देश हो र सेन्जेन देशभित्र परिसके पछाडि सेन्जेन देशको नीति नियम के हो भने कुनै पनि देशको चाहिँ नागरिक अथवा कुनै पनि देशको अस्थायी स्थायी जुनसुकै कार्ड बोके पनि अर्को सेन्जेन देशमा गएर चाहिँ 90 दिनसम्म हामी भिजिट गर्न पाउने अथवा हामीले वर्किङ गर्न पाउने नीति नियम छ र यो रहँदै गर्दाखेरि यो नियम पोल्यान्डमा पनि लागू हुन्छ र अर्को सेन्जेन देशबाट पोल्यान्ड आएर काम गर्नको लागि पनि लागू हुने नियम हो यो चाहिँ। अब यो भइसके पछाडि अब सोही सिलसिलामा नेपालीहरूको गुनासो के आएको छ भन्दाखेरि हाम्रो चाहिँ कुनै पनि एजेन्सी, कुनै पनि कम्पनीले के भनेको छ भने हामीलाई अर्को सेन्जेन देशमा लगेर काममा लगाउने भनेको छ, तर पोल्यान्डबाटै ट्याक्सेसहरू तिर्ने र जुसको लागि रकम तिर्ने भनेर भनिएको छ। अब हामी के गर्ने त भनेर गुनासो आएको कारणले गर्दाखेरि अब म सोही भिडियोलाई चाहिँ अलिकति लम्ब्याउन चाहे। पहिलो नम्बरमा हामी पोल्यान्ड छोडेर अर्को देशमा गएर 3 महिनासम्म काम गर्न मिल्छ, नर्मली रूपमा भिजिट गर्न मिल्छ। 3 महिनासम्म हाम्रो ट्याक्स अथवा जुसको रकम नगए पनि हामीलाई खासै बाधा अथवा असर परिँदैन र 3 महिनाभन्दा पछाडि चाहिँ हामी यदि पोल्यान्ड इन हुनु भएन र तपाईहरू पोल्यान्ड बाहिर बसेर काम गरिरहनु भएको छ तर तपाईँको जुस र ट्याक्स चाहिँ पोल्यान्डबाटै भर्न मिल्छ, यदि तपाईहरुसँग वर्क परमिट छ भने तपाईहरुले आफैले पनि भर्न मिल्छ अथवा तपाईहरुको एजेन्सी कम्पनीले तपाईहरुको ट्याक्स र इन्स्योरेन्स भर्न मिल्छ। तर पोल्यान्ड सरकारले अप्रिल 2026बाट चाहिँ के सिस्टम लागू गरिसकेको छ भने इइएस सिस्टम लागू गरिसकेको छ। यो चाहिँ इयुको नियम हो र इयुको नियम गर्दै हुँदै गर्दाखेरि पोल्यान्ड सरकारले पनि गएको अप्रिलबाट नै लागू गरिसकेको नियम हो। यो चाहिँ इन्ट्री एक्जिट सिस्टममा चाहिँ कडाई गरेको हो, जसमा चाहिँ फिङ्गर, बायोमेट्रिक, फोटो स्क्यान, फेस स्क्यानदेखि लिएर सम्पूर्ण काम हुन्छ। अब यो भइसके पछाडि चाहिँ तपाईहरु यदि पोल्यान्ड छोडेर अर्को देश जानुभयो तर 3 महिनाभित्रमा तपाईहरु रिटर्न हुनु भएन भने चाहिँ पछि तपाईहरु रिटर्न हुने बेलामा समस्यामा हुन्छ। चाहे तपाईं अर्को सेन्जेन देशमा गएर काम गर्नुहुन्छ, बस्नुहुन्छ अथवा घुम्नु हुन्छ, तर तपाईहरु 3 महिनाभित्रमा चाहिँ इन भइसक्नुपर्छ। यदि नभएको खण्डमा चाहिँ तपाईको बोर्डर चेकमा हुन्छ अथवा तपाईहरुको एयरपोर्टको इमिग्रेसन पास हुने बेला होस्, यो चाहिँ समस्या आउँछ। यो चाहिँ इयुको नै नियम हो र इयुको नियम चाहिँ पोल्यान्ड सरकारले पनि लागू गरेको छ। यति भइसके पछाडि हामी यदि 3 महिनाभन्दा बढी समय अरू सेन्जेन देशमा गएर काम गर्न पनि मिलेन र हामी त्यहाँ गएर घुम्न पनि मिलेन, 3 महिनासम्म चाहिँ मजाले मिल्यो र यदि त्यो भन्दा बढी हामी उतै जाने, उतै बस्ने, पोल्यान्डबाट सम्पूर्ण गरिदिन्छौँ भनेर पोल्यान्डको जुनसुकै एजेन्सी अथवा कम्पनीले भन्छ भने त्यसलाई चाहिँ म सरासर फ्रड भन्छु, सरासर ठगी भन्छु। यस्तोको पछि चाहिँ नलाग्नु होला। र अर्को कुरो, तपाईहरु जुन कर्म थलो बनाउनको लागि अथवा एउटा श्रममा चाहिँ निर्भर पर्नको लागि पोल्यान्ड आउनु भइसके पछाडि चाहिँ तपाईहरु यस्तो 2 नम्बर काम गर्नतिर चाहिँ लाग्दै नलाग्नुस्, किनभने हामी लामो समय पोल्यान्डमै बसौँ र पोल्यान्डमै हामीले चाहिँ आर्थिक रूपमा सम्पन्न गरौँ अथवा उज्जवल भविष्य सिर्जना गरौँ। किनभने पहिलाको तुलनामा पोल्यान्ड सरकारले यति बेला चाहिँ राम्रो नीति नियमहरू पनि ल्याएको छ र हरेक कुरामा सेवा सुविधा फ्यासिलिटीहरू पनि रहेको छ। अब हामी यति भइसके पछाडि फेरि पनि हामी 2-4 पैसाको पछि लाएर अर्को देश जाने, दौडिने यावत गर्नु भयो भने चाहिँ भोलिको दिनमा सामान्य कारणमा पनि तपाईहरु चाहिँ पोल्यान्ड सरकारबाट इलिगल नहोला भन्न सकिदैन।
किनभने यति बेला चाहिँ आप्रवासीहरूले अत्याधिक मात्रामा टाइट गरेको छ। यो तपाईँहरू सम्पूर्णलाई थाहा नै छ। त्यही भएको कारणले गर्दाखेरि तपाईँहरू यस्तो काम नगर्नु होला। र अर्को पक्षले के पनि भनेको छ भने हामीलाई 3-3 महिनामा पोल्यान्ड ल्याउने भनेको छ, त्यसपछि हामी जान्छौँ, एउटै एजेन्सी हो, उता पनि उसको कम्पनी छ रे, त्यो यावत भनेर गुनासो मलाई सुनाउनुहुन्छ। र सम्पूर्ण गुनासोको पछि नलाग्नु होला र मलाई पनि नसुनाउनु होला। किनभने हामीले विगतदेखि नै के भन्दै आइरहेको छौँ भने हामी चाहिँ पोल्यान्डमा लामो समय बस्नु छ, दिगो हिसाबमा बस्नु छ र लिगली हिसाबमा बस्नु छ। त्यही भएर तपाईँहरू सम्पूर्णलाई पोल्यान्डमै त मैले उमोबो जेलोनी प्राचा नगर्नु भनिरहेको छु भने झन् अर्को देशमा गएर काम गरेर बस्नु त मैले कसरी भन्न सक्छु र। त्यही भएर हामी चाहिँ लामो समय बसौँ पोल्यान्डमा, लिगली हिसाबमा बसौँ, फ्यामिलीहरू सम्पूर्ण यतै सेटलमेन्ट गरौँ र हामी चाहिँ उमोबो प्राचा गर्नेतिर लागौँ। यसरी गर्नुभयो भने चाहिँ भोलिको दिनमा तपाईँ हामी सम्पूर्णको भविष्य उज्जवल हुनेदेखि लिएर हामी यावत कुरामा चाहिँ सुविधा सम्पन्न र आर्थिक उन्नति पनि हुन सकिन्छ। र यति सोच्दा सोच्दै हुँदै गलत सोचेर चाहिँ तपाईँहरू अर्को देश जानुहुन्छ र अर्को देशमा गएर तपाईँहरू काम गर्ने सोचमा हुनुहुन्छ, त्यहाँ केही हदसम्म रकम राम्रो हुने रहेछ भन्नुभयो भने फेरि तपाईँहरू त्यहाँ फस्नुहुन्छ। यो चाहिँ इयुको नियम हो, यो पोल्यान्ड सरकारको मात्रै नियम होइन र तपाईँहरू गएर काम गर्ने पनि अर्को इयु देशमै हो, सेन्जेन देशमै हो। त्यही भएर पनि तपाईँहरू यस्तो कुराको चाहिँ पछि लाग्दै नलाग्नु होला। र अर्को कुरो, तपाईँहरू सेन्जेन देश जुनसुकै देशमा गएर तपाईँहरू राम्रो इन्कम गर्नुभयो र राम्रो काम गर्नुभयो भने पनि तपाईँहरूकोलाई पोल्यान्डको चाहिँ ब्याङ्क ब्यालेन्सदेखि लिएर हरेक कुरामा टाइट गरेको कारणले गर्दाखेरि त्यहाँ पनि भोलिको दिनमा तपाईँहरू फस्नुहुन्छ। यदि तपाईँहरू अर्को देशमा गएर राम्रो इन्कम गर्नुभयो तर तपाईँहरूले ब्याङ्क चाहिँ पोल्यान्डको युज गर्नुहुन्छ भने तपाईँहरूलाई भोलि समस्या आउँछ। किनभने ब्याङ्कले चाहिँ अहिले आफ्नो वर्क परमिटको स्यालेरीभन्दा बढी चाहिँ आफ्नो ब्याङ्क अकाउन्टमा इन्कम हुन्छ भने, त्यो पनि विशेष गरेर क्यास डिपोजिट हुन्छ भने ब्याङ्कले अत्याधिक मात्रामा टाइट गरेको छु। यो चाहिँ समस्या पर्छ। यो के कारणले समस्या परिरहेको हो भन्दाखेरि चाहिँ नेपाल सरकार चाहिँ यति बेला रेड लिस्टमा परेको छ र रेड लिस्टमा परे सँगसँगै भोलिको अबको केही समय पछाडि चाहिँ नेपालको सरकारले अर्थतन्त्रमा राम्रो सुधार ल्याउनु भएन भने, विदेशी ऋणहरूदेखि लिएर यावत कुरा चुक्ता गर्नु भएन भने भोलिको दिनमा ब्ल्याक लिस्टमा पर्ने सम्भावना पनि हुन्छ। त्यसरी ब्ल्याक लिस्टमा परिसके पछाडि सम्पूर्ण कुरा समस्या पनि हुन्छ र ठप्प हुन्छ। अहिले चाहिँ हाम्रो नेपालको चाहिँ ब्याङ्कहरू रेड लिस्टमा परेको कारणले गर्दाखेरि तपाईँ हामीलाई पोल्यान्डको ब्याङ्कले पनि अत्याधिक मात्रामा टाइट गरेको हो। त्यही भएको कारणले गर्दाखेरि तपाईँ हामी सम्पूर्ण सतर्क हुनुपर्ने अवस्था पनि छ। त्यही भएको कारणले गर्दाखेरि यस्तो अवस्थामा तपाईँ हामी दायाँ बायाँ सोच्ने, दायाँ बायाँ लाग्ने तपाईँहरू लाग्दै नलाग्नु होला। पोल्यान्डमै लामो समय दिगो हिसाबमा र राम्रो हिसाबमा काम गर्ने भनेर तपाईँहरू सोच्नुभयो भने तपाईँहरूको लागि उज्जवल भविष्य यही रहेको छ। र यदि होइन तपाईँहरू सेन्जेन कन्ट्री जानै चाहनुहुन्छ, तपाईँहरू पोल्यान्ड बस्नै चाहनुहुन्न भने तपाईँहरूसँग एउटा बेस्ट अप्सन के छ भने कुनै पनि सेन्जेन कन्ट्रीबाट सम्पूर्ण डकुमेन्टेसनहरू सम्पूर्ण तपाईँहरूको प्रोसेस भएर चाहिँ यदि तपाईँहरू पोल्यान्डबाट चाहिँ D1 भिसा एप्लाई गरेर यदि तपाईँहरूको सोही देश जान लागेको सरकारले चाहिँ तपाईँहरूलाई D1 भिसा प्रोभाइड गर्नुभयो भने तपाईँहरू सहजै हिसाबमा जान सकिन्छ र सोही देशमा गरेर काम गरेर तपाईँहरूले सोही देशको सम्पूर्ण डकुमेन्टेसन पनि प्राप्त गर्न सकिन्छ यदि D1 भिसा प्रोभाइड गरेको भने। यदि प्रोभाइड नगरेको खण्डमा यदि तपाईँहरू पोल्यान्डबाटै जुस भर्नुहुन्छ, पोल्यान्डबाटै ट्याक्स भर्नुहुन्छ र तपाईँहरू अर्को सेन्जेन देश गएर काम गर्नुहुन्छ भन्नुहुन्छ भने चाहिँ यसले अवश्य नै भोलिको दिनमा राम्रो प्रतिक्रिया अथवा राम्रो नतिजा भने दिनेवाला छैन। तपाईँहरू सम्पूर्णले मैले यो जानकारी गराउन चाहे। त्यही भएर पनि तपाईँहरू यस्तो कुरामा चाहिँ लाग्दै नलाग्नु होला। कसरी हुन्छ पोल्यान्डमै लामो समय दिगो हिसाबमा र सम्पूर्ण फ्यामिली सेटलमेन्टदेखि लिएर हरेक कुरा सोचेर नै तपाईँहरू उमोबो प्राचा गर्नेतिर लाग्नु होला भन्नु कारण मैले यो हो। अब बिस्तारै हामी उमोबो जेलोनी प्राचा गर्ने त्याग्दै छोड्दै पनि जानुपर्छ। किनभनेदेखि अहिले धेरैभन्दा धेरै एजेन्सीहरू ब्ल्याक लिस्टमा पनि परेको छ पोल्यान्ड सरकारले। किनभने पोल्यान्ड सरकारले आप्रवासीलाई मात्र टाइट होइन, एजेन्सीहरूलाई पनि टाइट गरेको कारणले गर्दाखेरि भोलिको दिनमा तपाईँ हाम्रो एजेन्सी पनि कतै ब्ल्याक लिस्टमा पर्न सक्छ सानो गल्तीले गर्दाखेरि। त्यस्तो बेलामा फेरि तपाईँ हामीलाई अत्याधिक मात्रामा समस्या आउने कारणले गर्दाखेरि तपाईँहरू सम्पूर्णलाई मैले यो भन्न चाहन्छु कि हामी चाहिँ बिस्तारै उमोबो प्राचा गर्नेतिर लागौँ र लामो समय र दिगो हिसाबमा पोल्यान्डमा बस्ने भनेर हामी सोचौँ भने। अर्को छ
यदि सेन्जेन देशबाट पोल्यान्डमा आएर काम गर्नको लागि के प्रावधानहरू छ भन्ने विषयमा पनि थोरै चर्चा गरौँ। यो अघि मैले जुन माथि चर्चा गरेको कुरा छ सेम कुरा यो तलको हिसाबमा पनि लागू हुन्छ र पोल्यान्ड पनि एक सेन्जेन देशभित्रै पर्ने भएको कारणले गर्दाखेरि तपाईहरू यदि पोल्यान्ड आएर काम गर्न चाहनुहुन्छ भने, यदि घुम्न चाहनुहुन्छ भने तपाईहरूले मात्रै 89 डेज पाउनुहुन्छ। 89 डेजभित्र तपाईहरू सोही देश रिटर्न भइसक्नुपर्छ र यदि नभएको खण्डमा सेन्जेन देश इयुले नै चाहिँ इन्ट्री एक्जिट सिस्टममा कडाइ गरेको कारणले गर्दाखेरि भोलिको दिनमा तपाईहरूलाई गाह्रो पर्छ। पोल्यान्डबाट त तपाईहरूले खासै गाह्रो पर्दैन र अर्को देशमा गएर चाहिँ गाह्रो हुन्छ। र यदि तपाईहरू सेन्जेन देशको कार्ड ल्याएर डकुमेन्टेसन ल्याएर पोल्यान्डमा आएर काम गर्ने क्रममा तपाईहरूको डकुमेन्टेसन बन्छ कि बन्दैन, यो पनि धेरै नेपालीहरूले सोधिएको कुरा अथवा प्रश्न हो। र यो विषयमा पोल्यान्ड सरकारले गएको 2025 को मे महिनाबाट नै सम्पूर्ण डकुमेन्ट प्रक्रिया, कागजी प्रक्रिया खारेज गरिसकेको थियो। जो सेन्जेन देशबाट पोल्यान्ड आएर काम गर्न चाहनुहुन्छ र काम गरे बापत उहाँहरूलाई चाहिँ अस्थायी निवास कार्ड, टेम्पोररी रेसिडेन्ट कार्ड, टिआरसी प्रोभाइड गर्ने विधिहरू चाहिँ मे को 25 तारिकबाट नै खारिज गरिसकेको छ। र जो तपाईहरू सेन्जेन देशबाट मे को 25 तारिकभन्दा पछि पोल्यान्ड छिर्नु भएको छ भने तपाईहरूको केही पनि डकुमेन्टेसन बन्दैन र अब तपाईहरू छिर्ने भनेर सोच गर्नु भइरहेको छ भने पनि तपाईहरूको केही पनि बन्दैन। यदि तपाईहरू आउन चाहनुहुन्छ, लिगली हिसाबमा चाहनुहुन्छ, पोल्यान्ड तपाईहरूको लागि धेरैभन्दा धेरै राम्रो छ भने तपाईहरूसँग एउटै मात्र अप्सन के हुन्छ, पोल्यान्डबाट सम्पूर्ण डकुमेन्टेसन, कागजी प्रक्रिया तयार गरेर तपाईहरूले भिसाको प्रक्रियामा जानुभयो भने यदि D1 भिसा प्रोभाइड गर्यो भने पोल्यान्ड सरकारले तपाईहरू पोल्यान्ड आएर काम गर्न पनि सकिन्छ र तपाईहरूको कागजी प्रक्रिया सम्पूर्ण सहजै हिसाबमा बनेर आउँछ। तर तपाईहरूको यो बने सँगसँगै फेरि पोल्यान्डमा आएर तपाईहरूले ब्याङ्क एकाउन्ट खोल्नको लागि हरेक समस्याहरू हुने भएको कारणले गर्दाखेरि यो यावत कामहरू अहिले असम्भव छ र हामी चाहिँ पोल्यान्ड आएर ब्याङ्क एकाउन्ट खोल्न नपाउँदाखेरि भोलिको दिनमा यावत समस्याहरू ब्याङ्किङ कारोबारदेखि लिएर हरेक कुरा कारोबार गर्नको लागि हामीलाई गाह्रो हुन्छ। यसरी गाह्रो भइसके पछाडि चाहिँ हामी सबैलाई चाहिँ अलिकति असहजता हुने भएको कारणले गर्दाखेरि तपाईहरू पोल्यान्ड आउनै पर्छ भनेर म भन्दिनँ। तर अरू सेन्जेन देशको तुलनामा फेरि पोल्यान्ड धेरै राम्रो भएको छ यो पछिल्लो समयमा, पछिल्लो यो 1-2 वर्षको अन्तरालमा अरू सेन्जेन देशको तुलनामा पोल्यान्ड चाहिँ धेरै राम्रो भएको छ। यहाँको इन्कम, स्यालेरीहरू पनि धेरै राम्रो बढेको छ, जिडिपीहरू पनि राम्रो बढेको छ। त्यही भएको कारणले गर्दाखेरि पनि अत्याधिक मात्रामा नेपालीहरूको, सेन्जेन देशमा रहेको नेपालीहरूको चासोको विषय छ कि कसरी पोल्यान्ड जाने। हर नेपालीहरूको सपना हुन्छ यहाँ भन्दा त्यहाँ चाहिँ राम्रो हुन्छ कि, त्यहाँ चाहिँ राम्रो पैसा कमाउने रहेछ कि भन्ने हर नेपालीहरूको आफ्नो सपना हुन्छ, इच्छा चाहना त हुन्छ। तर हामी पैसामा मात्रै सीमित पनि रहनु हुँदैन, किनभने हामी चाहिँ युरोपियन कन्ट्रीमा छौँ र यो युरोपियन कन्ट्रीमा रहँदै गर्दाखेरि हामी चाहिँ कसरी हुन्छ भोलिको दिनमा लामो प्रक्रियाबद्ध हिसाबमा र लिगल्ली हिसाबमा बस्ने भनेर हामीले सोच्नुपर्ने हुन्छ। त्यही भएर पनि यस्तो कुराहरूको पछि चाहिँ तपाईहरू नलाग्नको लागि मैले विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। र यदि तपाईहरू पोल्यान्ड आएर 3 महिनासम्म काम गर्नै चाहनुहुन्छ, त्यस पछाडि तपाईहरू नेपाल जानुहुन्छ भने तपाईहरूलाई फेरि यहाँ आएर काम गर्न सकिन्छ। यदि तपाईहरू सेन्जेन देशमा अत्याधिक मात्रामा गाह्रो भइरहेको छ, तपाईहरू 3 महिना पछाडि नेपाल ब्याक हुन चाहनुहुन्छ भने तपाईहरू पोल्यान्डमा आएर 3 महिनासम्म काम गरेर चाहिँ तपाईहरू नेपाल जान चाहिँ सक्नुहुन्छ। यदि होइन भने चाहिँ फेरि 3 महिनाभन्दा बढी लामो समय तपाईहरू पोल्यान्ड बस्न चाहनुहुन्छ र पोल्यान्ड बस्ने भनेर सोचमा आउनुभयो भने चाहिँ तपाईहरू सहजै हिसाबमा अथवा सोही देशको चाहिँ तपाईहरू टेम्पोररी रेसिडेन्ट कार्ड बोकेर आउनुभयो भने चाहिँ त्यो कार्ड चाहिँ पोल्यान्डमा अहिले बनिँदैन। किनभने पहिला चाहिँ तपाईहरूको सोही कार्ड चाहिँ पोल्यान्ड सरकारले कन्भर्ट गरेर यहाँ बस्न दिइन्थ्यो र कार्ड पनि बनिन्थ्यो भने अहिले यो प्रक्रिया छैन। यो प्रक्रिया 2025 मे महिनाबाटै पूर्ण रूपमा खारेज गरिसकेको हो। त्यही भएको कारणले गर्दाखेरि तपाईहरू सम्पूर्णको हुँदैन। तपाईहरू यदि पोल्यान्ड आउने चाहनुहुन्छ, पोल्यान्ड आउने सोचमा हुनुहुन्छ भने चाहिँ अहिलेसम्मको लागि तपाईहरू लिगल्ली हिसाबमा सेन्जेन देशबाट आएर मात्र 90 दिन बस्नुहुन्छ भने, यदि त्योभन्दा बाहेक पनि तपाईहरू अस्थायी रूपमा र लिगल्ली हिसाबमा आएर बस्न चाहनुहुन्छ भने चाहिँ तपाईहरूले भिसाको प्रक्रियाबद्ध हिसाबमा जानुपर्छ। यो चाहिँ पोल्यान्डको मात्रै होइन, यो सेन्जेन देश इयुको नीति नियम हो।
यो चाहिँ सम्पूर्ण देशमा लागू हुने भिडियो हो आजको समग्रमा। किनभने आजको भिडियो चाहिँ विशेष गरेर पोल्यान्डमा रहेको नेपालीहरूको लागि मात्रै अति आवश्यक भिडियो होइन, यो चाहिँ युरोपको पनि विशेष गरेर सेन्जेन देशहरूको लागि लागू हुने अति आवश्यक भिडियो हो आजको भिडियो चाहिँ। र बिचमा मलाई धेरैभन्दा धेरै नेपाली साथीहरूले चाहिँ फोन एसएमएस गरेर विशेष गरेर हाम्रो चाहिँ एजेन्सी पोल्यान्डमा छ, पोल्यान्डबाट चाहिँ अर्को देशमा लाने भनेको छ, हाम्रो चाहिँ सम्पूर्ण जुस ट्याक्सहरू पोल्यान्डबाटै भर्ने भनेको छ र पैसाहरू पनि स्यालेरीहरू पनि पोल्यान्डकै ब्याङ्क अकाउन्टमा आउँछ भनेको छ, हामी चाहिँ अर्को देश जान लागेको छ भन्ने एउटा धेरैभन्दा धेरै नेपालीहरूको गुनासो आएको कारणले गर्दाखेरि मैले यो विशेष भिडियो तयार गरेको छु। र तपाईँहरू सम्पूर्णलाई मैले यो विनम्रतापूर्वक अनुरोध गर्दछु कि तपाईहरू चाहिँ युरोपियन कन्ट्रीमा हुनुहुन्छ, त्यो पनि सेन्जेन देशमा हुनुहुन्छ। त्यही भएको कारणले गर्दाखेरि सेन्जेनको तपाईँहरू दुरुपयोग गर्नतिर नलाग्नुहोस्, सेन्जेनको सदुपयोग गर्नतिर लाग्नुभयो भने भोलिको दिनमा तपाईँहरू सम्पूर्णको लागि राम्रो पनि हुन्छ, उज्जवल भविष्य पनि हुन्छ। र पोल्यान्डमा पनि अहिलेको बेसिक स्यालेरीदेखि लिएर तपाईँहरू 1-2 घन्टा ओटीतिर गर्नतिर लाग्नुभयो भने तपाईँहरूले आर्थिक पाटो पनि राम्रो प्राप्त गर्न सकिन्छ भने पोल्यान्डमा फ्यामिली भविष्यदेखि लिएर फ्यामिली रियुनियन भिसा पनि सम्पूर्ण फ्यासिलिटी राम्रो भएको कारणले गर्दाखेरि त्यो चाहिँ तपाईँहरूको लागि एकदमै बेटर छ यति बेला पोल्यान्डको लागि। तर यति बेला बेटर हुँदै गर्दाखेरि तपाईँहरू चाहिँ फेरि सेन्जेन देशतिर जाने, दायाँ बायाँ जाने भनेर तपाईँहरू सोच्नुभयो र गर्नुभयो, लाग्नुभयो भने त्यो कथम कदाचित तपाईँहरूलाई त्यसले भोलिको दिनमा राम्रो फल भने अवश्य नै दिँदैन। किनभने त्यत्तिकै त यति बेला पोल्यान्ड सरकारले आप्रवासीहरूले अत्याधिक मात्रामा टाइट गरेको छ, सानो सानो गल्तीमा पनि चाहिँ पोल्यान्ड सरकारले डिपोर्ट गरिरहेको छ भने भोलिको दिनमा तपाईँहरूको यो एउटा सेन्जेन देशबाट अर्को सेन्जेन देशमा गएर काम गर्ने तर ट्याक्सहरू इन्सुरेन्सहरू भर्ने कुरा भनेको यो चाहिँ नर्मली कुरा होइन। त्यही भएको कारणले गर्दाखेरि यो केसमा भोलिको दिनमा के होला कसो होला भनेर तपाईँहरूले सोच्नु भएको छैन कि तपाईँहरूले मात्र अहिलेको लागि पैसा सोच्नु भएको छ। अर्को सेन्जेन देशमा जाँदाखेरि घन्टाको चाहिँ यति युरो आउँदो रहेछ, यानि त्यो युरो बापत जोल्टीमा कन्भर्ट गर्दाखेरि तपाईँहरूले पैसा चाहिँ धेरै ठुलो धनराशि देखेको छ। तर यो ठुलो धनराशि देखेको पैसाले फेरि भोलिको दिनमा तपाईँहरूलाई राम्रो नतिजा भने अवश्य नै ल्याउँदैन। किनभने यो चाहिँ सेन्जेन देशको नीति नियम हो र सेन्जेन देशको नीति नियम भइसके पछाडि यसले चाहिँ अवश्य नै गाह्रो पर्दछ। र आजको भिडियो के कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। आज मैले धेरै लामो भिडियो पनि बनाउन चाहेन र धेरै प्रतिक्रिया दिन पनि चाहेन, किनभने आजको भिडियो चाहिँ विशेष गरेर युरोपभरि नै, युरोप पनि सेन्जेन देशभरि नै रहेको नेपालीहरूको लागि अति आवश्यक भिडियो हो। यो चाहिँ आजको भिडियो चाहिँ समग्र पोल्यान्डको लागि मात्रै समर्पित भिडियो होइन, यो चाहिँ आजको युरोपको सेन्जेन देशभरिको नेपालीहरूको लागि समर्पित भिडियो हो। धेरै नेपालीहरू चाहिँ पोल्यान्डबाट अर्को देशमा काम गर्ने सोचिरहनु भएको छ भने धेरै नेपालीहरू चाहिँ पोल्यान्ड आउने भनेर पनि सोचिरहनु भएको थियो र सोही सोचिरहने व्यक्तिहरूलाई समर्पित गरेर तयार गरेको आजको भिडियो कृपया के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। र आगामी दिनमा अझै पनि हामी विशेष पोल्यान्ड सम्बन्धी इन्फर्मेसन विशेष गरेर नेपालीहरूको लागि काम लाग्ने र युरोपभरि नै छरिएर बसेको नेपालीहरूलाई एकीकृत गर्ने अथवा आबद्ध गराउने उद्देश्यले नै हामी लागि परेको छौँ। त्यही भएको कारणले गर्दाखेरि तपाईँहरूले त्यही अनुसारको माया ममता सपोर्ट पनि गर्नुभएको छ, त्यसको लागि हामी एकदमै आभारी छौँ। र पछिल्लो समयमा युरोपको विभिन्न देशहरूले नै अत्याधिक मात्रामा टाइट गरेको छ आप्रवासीहरूलाई, सोहीमा चाहिँ पोल्यान्ड पनि पर्दछ। त्यही भएको कारणले गर्दाखेरि तपाईँ हामी सम्पूर्ण जुनसुकै देशमा बस्दै हुनुहुन्छ, तपाईँ हामी चाहिँ युरोपमा छौँ। युरोपमा रही सँगसँगै तपाईँ हामी चाहिँ लामो समय दिगो हिसाबमा र लिगली हिसाबमा काम गरे भनेर सोच्नुहोस्। र अहिले गर्दै गर्दाखेरि भोलिको दिनमा फ्यामिली भविष्यदेखि लिएर फ्यामिलीहरू ल्याउने, बालबच्चा ल्याएर कसरी हुन्छ राम्रो उज्जवल भविष्य बनाउने। किनभने नेपालको अहिलेको परिस्थितिमा एसएलसी +2 पास हुने बित्तिकै कता कन्सल्टेन्सी खोज्ने, कता मेन पावर खोज्नेदेखि लिएर यावत समस्याहरू आइरहेको छ। तर सोही समस्या चाहिँ तपाईँ हामी यहाँ युरोप हुँदै गर्दाखेरि तपाईँ हामीले केही पनि गर्नु पर्दैन। तपाईँ हामीले भोलिको दिनमा सहजै हिसाबमा फ्यामिली एप्लाई गर्नेदेखि लिएर फ्यामिलीलाई चाहिँ यहाँसम्मको यात्रा तयार गर्न सकिन्छ। त्यही भएर पनि तपाईँ हामी चाहिँ लिगली हिसाबमा दिगो हिसाबमा र लामो समय बस्ने भनेर सोच्नुहोस्। युरोपमा यति भइसके पछाडि तपाईँहरू चाहिँ यहाँ जाने त्यहाँ जाने भनेर अनेक थरी भौतारेर हिँड्नुपर्ने केही अवस्था पनि आउँदैन, परिस्थिति पनि आउँदैन। त्यही भन्दै आजको भिडियो के कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। आगामी दिनमा हामी विशेष भिडियोको साथ उपस्थित हुने बाचाको साथ आजको भिडियोबाट म पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार।